40 वर्ष अघि बझाङबाट बसाइसरी मलास आएका गम्के धामीलाई यता झरेपछि सुख पाएला भन्ने लागेको थियो। तर विकासको नाममा वर्ष दिनमा 4 महिना मात्रै चल्ने कच्ची सडक बल्ल तल्ल पुगेको छ। तर पानीको हाहाकार नै छ। गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र र माध्यमिक तहको विद्यालय बाहेक अन्य सेवा सुविधा केही छैन। खानेपानी र विद्युत कहिले पुग्ने हो जवाब कसैसँग छैन। सुविधा दिएपछि কিন্তু गाडीको थुना यी सित्ती बाडु नहबड्डा सित्ती क्या सुविधा हुन्छ किनकि म हुँदो भइहा फाइदा के छैन हजुर पोतु सबतिर बढिया हो कि होल भन्ने सबतिर महँगो भयो। पहिले भन्दा कति बढ्यो पोत? बढिया नि 100 राख्दा 200 250 राख्दा के भन्न चाहन्छ यो विषयमा त सरकारलाई? दिनु पर्यो हामीले त नगरपालिका भए पनि नगरपालिका भए जस्तो महसुस भएको छैन कि यहाँका जनताहरूले अझै पनि महेन्द्रनगरदेखि भारी बोकेर ल्याउनुपर्छ, एक घन्टा हिँडेर पानी बोकेर ल्याउनुपर्छ। तर पनि यहाँका नगरपालिका कर मात्रै बढेर वृद्धि भएको छ। तर यहाँ नगरपालिकाले जस्तो नगरपालिका भयो नि त्यसो यहाँ सेवा सुविधा कसै जनताले पाएका छैनन्। असारदेखि असोजसम्म बाटो समस्या बन्द जहिले पनि बन्द हुन्छ, 4 महिना त पुरा बन्द हो। अझै पनि यो सडकको विकास उन्नति भएको छैन। अनि यहाँ जोगबुढा जान हामीलाई 1 दिन लाग्छ भने महेन्द्रनगर जान आधी घन्टा लाग्छ, 1 घन्टा लाग्छ। यहाँ महेन्द्रनगर जान सजिलो छ, हामीले जोगबुढा जान जोगबुढाको भाडा 700-800 छ भने महेन्द्रनगर 250 मात्रै छ। सेवा सुविधा हामीलाई महेन्द्रनगर बढी छ, साधनी जान मात्रै 3-4 घन्टा लाग्छ। महेन्द्रनगर जान सजिलो छ अझै पनि। ओडा साधनीमा छ, साधनी जान ओडामा जान पनि एक दिन त लाग्छ। महेन्द्रनगर गयो भने हामी साँझ फर्केर आउन सक्छौँ, साधनी गयो भने फर्केर आउन सक्दैन अझै पनि। अनि जिल्ला जान त झन् कहाँ हो कहाँ 3-4 जिल्ला घुमेर जानुपर्छ, कैलाली कञ्चनपुर र डोटी जस्तै डडेलधुरा जान। यहाँ बाटो छैन। बर्खाको याममा त कहिले पनि बाटो हुँदैन, असारदेखि साउन भदौ असोज कार्तिकसम्म त बाटा रह्यो। हाम्रो पानी बलबल घर रुपी उठाएर पानी बनायो हामीले, केही नआब हाम्रो के छैन। हाम्रो चाइनादेखि चाहिएको छ हामीलाई बाटाघाटा। यहाँ मिलमिल्की कति समस्या परेको छ। यहाँबाट स्कुल जाने के चाहिने किनकि के छैन। बोगबेल लिन छु हजुर, हम त बोगबेल लिन छु। कुवा बिराम भए पिठुन बोगबेल हामीलाई के को छ के छैन। हाम्रो बोक्दु बड्डु छ सबतिर। हाम्रो भल लाग्दो छ, हाम्रो बरु 3-4 घन्टा लाग्दो छ। कहीँ नजा हाम्रो के सबतिर समस्या हो। हाम्रो त यो डाँडा त सडक नबन्दासम्म मलासवासीलाई 2-3 घण्टा पैदल हिँडेर नुन, तेल, चामल लगायतका अत्यावश्यक सामग्री महेन्द्रनगर पुगेर लैजानु पर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पुर्याउनु पर्थ्यो। कच्ची सडकले यसबाट केही राहत भने दिएको छ। डोकामा बोकेर मधेस लैजानु पर्छ भन्नाले लगभग 2-3 महिना बर्साल नहुनेसम्म हामीले गाडीमा यो साधन आज मेरो नातिलाई लगेँ मैले होइन। पछि यो ठ्याक्क जेठ बर्खा सुरु भयो कि 6-7 महिना त हामीले डोकामा बुढाबुढीलाई डोकामा बोक्ने, केटाकेटीलाई पनि बोकेर लग्नुपर्छ त परिस्थिति छ। हुन हाम्रो यो नगरपालिका छ, यसो स्वास्थ्य पनि छैन, खानेपानी पनि छैन, बिजुली पनि छैन, बाटोघाटो पनि त्यस्तै छ। मोबाइल सम्पर्क हुन्छ तर इन्टरनेट सुविधा अझसम्म पुग्न सकेको छैन। चुरेको मलासमा गैरीखान, काजीगडा, ददीगडा, बस्नेउटा, खोरिया, पिपलकोट, बड्डी मलास, भूमिथला, नाउला, जामिरगडा, रैचेनी र कसान गरी 12वटा बस्ती छन्। बाटा रह्यो। हाम्रो पानी बलबल घर रुपी उठाएर पानी बनायो हामीले, केही नआब हाम्रो के छैन। हाम्रो चाइनादेखि चाहिएको छ हामीलाई बाटाघाटा। यहाँ मिलमिल्की कति समस्या परेको छ। यहाँबाट स्कुल जाने के चाहिने किनकि के छैन। अब तमर त यो नगरपालिका हो होइन, नगरपालिकाले के त अर्दियोस् भन्ने नै चाहना बोगबेल लिन छु हजुर, हम त बोगबेल लिन छु। कुवा बिराम भए पिठुन बोगबेल हामीलाई के को छ के छैन। हाम्रो
बोक्दु बड्डु छ सबतिर हाम्रो अनि ओलाबाटै सेवा लिने बेला कति टाइम लागन्छ के लागन्छ भल लाग्दो छ हाम्रो बरु 3-4 घन्टा लाग्दो छ जर्किनमा बोकेर खान्छ उही पनि मिल्दैन जेठ वैशाखको महिना सुकेर खतम भइहाल्छ सर तमरी त नगरपालिका हो होइन अनि तमरी यहाँ के समस्या छन् त्यो सबै कुरा भनिदियो त सर बिजुलीको पनि समस्या छ गाडी रोडको पनि समस्या छ पानीको पनि समस्या परेको छ ज्यादा समस्या त पानीको छ सर यहाँ के भन्नु हाम्रो यहाँ गाफेबाट मान्ने छ भने कञ्चनपुरमा नजिक हुने थियो हाम्रो त कञ्चनपुरमा गाबी क्या है गाबी आइकि हाम्रो के बाटा घर पुग्थे बिहान औझौत हुने जम्मू पुरो लङ्का हो डाँडा थियो होला हौ त्यो कागजी लाग्थ्यो र कागजी खुड्के बिन्नु पानी के हुन्छ पानी पाए त सब बचित हुने पानी पाए 119 बत्ती हुने यहाँ पुरानो बस्ती गएको हो पूर्वी बाहुन तपाईँ बाहुन गाउँजी छन् हजुर अघिल्ला खाता खोल्नु भन्यो अरे यहाँ नपाएन भयो नगरपालिकामा खाता खोल्नु भन्यो अरे कहाँ उत्तिको जान्यो बजार गयो खाता खोल्यो काठकाम कहाँ मौसुर हो काठकाम होइन बजार गयो भने उहाँ भत्ता दियो भत्ता लुस्यो अब जेठ वैशाखको महिना आजभोलि पनि गएर त्यो लाइन लाग्नुपर्छ जेठ वैशाखको महिना त दिनभरिमै रातभरिमै 2 जर्किन गेलन 40-40 लिटरको 2 जर्किन फेरि बोकेर ल्याउँछु 1.5 घन्टा लाग्छ यो मुन्टाको छाला हल्ला खुसिहाल्यो अब विकास गर्दैनन् भनेपछि हामी घर घरमा धारा अरू के भने त्यो सिँचाइको लागि हामीले पहल गर्छौँ हामी बिजुली ल्याउँछौँ अर्को गर्छौँ केही पनि गर्दैनन् यिनीहरू पालिका सदरमुकामदेखि 35 किलोमिटर दूरीमा रहेको मलाह क्षेत्रका बासिन्दाले नगरपालिका भएको अनुभूति गर्न पाएका छैनन् दूरीका हिसाबले धेरै दुर्गम नभए पनि चुरे क्षेत्रको कच्ची सडक हल्का वर्षा हुँदै समेत अवरुद्ध भइहाल्छ सरकारले हतारमा नगरपालिका घोषणा गरेका दर्जनौं बस्तीले आधारभूत विकास पूर्वाधारबाट समेत वञ्चित हुनु परेको यो एउटा उदाहरण हो टनलद्राको मलाह क्षेत्र